पत्रकार तथा लेखक चेतनाथ आचार्यको पछिल्लो कृति चिनिया दृष्टिकोण लोकार्पण गरिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुक्रबार एक विशेष समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सो कृति लोकार्पण गर्नुभएको हो। लोकार्पण समारोहमा बोल्नुहुँदै सभामुख घिमिरेले गरिबी निवारणमा चीनले लिएको नीतिबारे बहस चलाउन आवश्यक रहेको बताउनुभयो। चीनले गरेको विकास र प्राप्त गरेका उपलब्धिहरूले विश्वमा विभिन्न प्रतिक्रिया आइरहने भएको हुनाले पनि चीनलाई चिन्नु विश्वलाई चिन्नु सरह भएको घिमिरेको भनाइ छ। चीनले विभिन्न क्षेत्रमा प्राप्त गरेका उपलब्धि र चिनिया दृष्टिकोणबारे बुझ्न पनि चेतनाथ आचार्यको पुस्तक चिनिया दृष्टिकोण महत्त्वपूर्ण हुने गरेको घिमिरेको धारणा रहेको छ। र यो किताब निश्चय पनि चीनलाई चिन्नु भनेको अहिलेको विश्वलाई चिन्नु हो, हाम्रो नजिकैको उत्तरको मित्र राष्ट्र चीनलाई चिन्नु हो, ऐतिहासिक सम्बन्ध भएको चीनलाई चिन्नु हो र चीनले गरेका विकासले विश्वले सिक्नुपर्ने कुराहरू र यसमा फैलिरहेका भ्रमहरू, यसका टिप्पणीहरू, आलोचनाहरू, विरोधहरूको वास्तविकता के हो बुझेर भइरहेको छ कि निश्चित उद्देश्यबाट भइरहेको छ, यी आदि जस्ता कुराहरू बुझ्नको लागि यो पुस्तकले सुरुवात गरेको छ। समारोहमा बोल्नुहुँदै पूर्व महान्यायाधिवक्ता तथा राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर युवराज संग्रौलाले बीआरआई बारे नेपाली नेतृत्व तहको बुझाइ प्रष्ट नभएको टिप्पणी गर्नुभयो। बीआरआई साझेदार परियोजना भएको जानकारी दिनुहुँदै संग्रौलाले बीआरआई बारे पश्चिमाले गरेको सुरक्षा र रणनीति सम्बन्धी बुझाइले नेपाललाई पनि छोपेको बताउनुभयो। र सेक्युरिटीको कुरो जोडेको छ यो जीएसआईमा। इन्टरनेसनल पिस र सेक्युरिटीमा त्यसको आधार चाहिँ के हो भन्दाखेरि एउटै देशको पैसा, एउटै देशको जहिले पनि भनाइ, एउटै देशले संसारमा 700 यो सेना राखेर शासन गर्नुपर्ने कुरा होइन है। मल्टिपोलर दृष्टिकोणबाट थुप्रै देशहरू धनी भए, थुप्रै देशहरूले प्रशासनमा युएनको प्रशासनमा सहयोग गरे र तर कोएक्जिस्टेन्सबाट बाँचे र सल्लाह र छलफलबाट संसारलाई सञ्चालन गरे भने कोही कसैसँग डराउनु पर्दैन। अमेरिका सबैभन्दा बढी बेनिफिट हुन्छ यसबाट, किनभने उसको वर्षको $700 बिलियन जो 700 वटा अखडामा छ त्यो त निकालेर लगे भयो नि उसले। $700 बिलियन त त्यहाँको गरिबलाई जाने भयो भन्दाखेरि अमेरिकाको डरको कारणै के हो भन्दाखेरि संसारमा पिस छैन, सेक्युरिटी छैन, त्यो उसैले क्रिएट गरे हो। पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन पत्रकार तथा लेखक चेतनाथ आचार्यले पुस्तक मार्फत सद्भावना दूतको काम गर्नुभएको बताउनुभयो। चीनको विषयवस्तुमा लेखिएको 5औं यो हिसाबले भन्दाखेरि उहाँ चाहिँ नेपालको एउटा नेपाली चीनमा बसेर चीनलाई नेपालमा चिनाउने एउटा सद्भावना दूतकै रूपमा काम गर्नुभएको छ भन्ने मलाई लाग्छ। त्यसको लागि म तपाईलाई साधुवाद पनि भन्न चाहन्छु। नेपाल चीन सम्बन्धका लागि तपाईले दिएको योगदान चाहिँ, पुस्तकका मार्फत दिएको योगदान चाहिँ लोभलाग्दो, अनुकरणीय छ र धन्यवादको पात्र पनि छ। यो आजको प्रकाशक चाहिँ मकालु ग्रुप अफ कम्पनी भने नेपाल चीन सम्बन्ध जनस्तरमा विस्तार गर्नका लागि र भाषा साहित्यका माध्यमबाट दुईटा समाजलाई जोड्नका लागि, सम्बन्ध प्रवर्तन गर्नका लागि निरन्तर क्रियाशील छ। समारोहमा चाइना मिडिया ग्रुपका दक्षिण एसिया विभागका प्रमुख च्याङ युए वर्षाले चीनमा भर्खरै सम्पन्न चिनिया कम्युनिस्ट पार्टीको 20औं केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा उठेका विभिन्न विषयहरू निर्णयबारे जानकारी दिनुहुँदै नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो। चीनको लागू गरेको नीति र चीनको देशको विकास, चीनको देशको चेन्ज, पहिले भन्दा उहाँले बस्नु भएको यो 12 वर्षको चेन्ज सबै यसमा लेख्नु भएको छ। अनि भर्खर चीनमा त्यो चिनिया कम्युनिस्ट पार्टीको 20औं महाधिवेशनको त्यसको चौथौं पूर्ण बैठक पनि भर्खर सम्पन्न भएको छ। अनि 1 महिना अगाडि यसमा
चीनको चौथौं त्यो पञ्चवर्षीय योजनामा प्राप्त गरेको सबै प्रगति त्यसको विश्लेषण गर्नुका साथै 15औं त्यो पञ्चवर्षीय योजना पनि त्यो सार्वजनिक गरेको हो। यसमा एउटा के कुरा छ, चीन बाहिरको लागि झन् खुला हुन्छ अनि बाहिरको साथीहरूसँग विदेशी साथीहरूसँग मेहनत गरेर झन् उज्यालो भविष्यको प्रयास त्यसको बिल्ड गर्ने शेयर फ्युचर यसको चीनको इच्छा पनि हो। त्यसैले मेरो विचारमा नेपाल र ग्लोबल साउथको लागि यो चीनको एउटा त्यसको आफ्नो इच्छा व्यक्त गरेको हो। चिनिया दृष्टिकोण पुस्तकका लेखक चेतनाथ आचार्यले चिनिया कम्युनिस्ट पार्टीको 20औं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले चीनमा मात्र नभएर अमेरिका लगायतका विकसित देशहरूको समेत ध्यान तानेको उल्लेख गर्नुभयो। चीनको राज्य सत्ताले चिनिया जनताको समृद्धिलाई सन् 2035 सम्ममा अझ विकसित र समुन्नत गर्ने लक्ष्य राखेको पनि लेखक आचार्यको भनाइ छ। ती दुईटा विषय चीनभित्र होइन, अमेरिकन मिडियामा अथवा संसारका सबै मिडियामा छन्, हाम्रा मिडियामा त त्यति धेरै आउँदैनन्। एउटा विषय भनेको अक्टोबर 20 देखि अक्टोबर 23 तारिकसम्म चिनिया कम्युनिस्ट पार्टी 20औं केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न भयो। हुने चाहिँ चिनिया कम्युनिस्ट पार्टीको चौथो पूर्ण बैठक, तर अमेरिकामा चर्चित हुन्छ किनभने त्यो चौथो पूर्ण बैठकले आगामी 15औं पञ्चवर्षीय योजनाका कार्यक्रमहरू निर्दिष्ट गरेको छ र सन् 2035 सम्म चीनलाई सम्पन्न समाजमा विकास गर्ने र अरू थुप्रै त्यसमा प्रशासकीय सुधार, अघि अलिकति भन्नुभयो लीलामणि सरले, यो लगानी र बाहिरी रूपमा अझै खुल्ला हुने, सँगसँगै चिनिया जनमुक्ति सेनाको पुनर्संरचनाका कुराहरू पनि छन्। मकालु प्रकाशन गृहका सञ्चालक वासुदेव ढकालको अध्यक्षतामा सम्पन्न सो लोकार्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगा प्रसाद उप्रेती, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ राई लगायतका विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो। बसो कृतिलाई मकालु प्रकाशन गृहले प्रकाशित गरेको हो।